मैले त भन्छु टेबल टक गरौँ न त। मेरो सिनियर नेता पछि आउनुहुन्छ, मै काफी छु उहाँहरूलाई। शेरबहादुर देउवालाई खाने बोल्ने समय माननीय सभाध्यक्ष महोदय, सबैभन्दा पहिला हामीलाई यहाँसम्म ल्याइ पुर्याउन आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। मेरो सिनियर नेतासँग त अथाह नलेज छ, अझ उहाँसँग त उहाँ छेउ पनि पर्नुहुन्न। त्यही भएर जथाभावी बोल्नु हुँदैन के। स्टन्ट गर्यो भन्दै पढे लेखेको मान्छे पढे लेखेको संस्कार हुन्छ के, इस्युमा डिबेट गर्छ के, अननेसेसरी गलत स्ट्यान्ड गर्ने होइन। पहिला मैदानमा उत्रिने, चुनाव जित्ने, चुनाव जितेर आउने, अनि फेरि आफ्नो नेताको सियान पोस्ने, त्यस्तो सिगारेको छेउमा कोही पर्छ त? होइन हजुर, मैले फेरि तपाईँलाई सम्झाएँ, संसदीय अभ्यासमा गल्ती भइसकेपछि त्यो गल्ती थियो भनेर स्वीकारोक्ति अहिलेसम्म नेपाली कांग्रेस पार्टीले एउटा विज्ञप्ति ल्याएछ, संसदमा बोलेछ छैन। जस्तो नेपाली कांग्रेस जस्तो पार्टीको मान्छेलाई जे पाए त्यही भने हामी त बनाएको मान्छे होइन। किन योगदान त हाम्रो दर्शन, दस्तावेज, इतिहास हेरे हुन्छ के।